अहिले 31 डिग्री भएको छ। वी आर गोइङ टु वीरगन्ज। लास्टै गर्मी छ चितवन चाहिँ अहिले। ब्याक टु हाइवेमा आछौँ हामी। लेट्स गो टु एटवटा यहाँबाट 40 किलोमिटर। अहिले चाहिँ हामी लोथर, मकवानपुर र चितवन जिल्ला छुट्याउने पुल। चितवनबाट तपाईँ हेटौडा जाँदै हुन्छ नि, यो चाहिँ एकदम बेस्ट ठाउँ फोटो सुट गर्न। 12 बजी अहिले हामी हेटौडा आइपुग्यौँ। यो चाहिँ राप्ती खोला हो। राप्ती खोला चाहिँ तपाईँको सौरा पनि यही खोला जान्छ। सौरामा आउने नि राप्ती खोला नै हो। वीरगन्ज 57, काठमाडौँ 80 छ। हामीले चाहिँ वीरगन्ज विकेन्ड बाइपास चाहिँ यहाँबाट यो बस ट्रकहरू गएको साइडबाट गर्न मिल्छ। तपाईँको यहाँबाट गऱ्यो भने चाहिँ बजार जानु पर्दैन, खासै छैन डिस्टेन्स फरक। तर अहिले चाहिँ हामी सिधै जानुपर्ने काम छ, त्यतै जानु। 1 महिना अगाडि हेटौडामा सबै घर भत्काएको भनेको चाहिँ यही ठाउँमा हो। सबै घरहरू चाहिँ स्टिल भत्किँदै छ। ओके, दिस इज पिक चुरे हिलको पिक हो। चुरे माई मन्दिर चाहिँ यहीँ हुनुहुन्छ। यहाँ चाहिँ चुरे कट भन्छ यसलाई। चुरे कट एकदम ठुल्ठुलो थियो, यो काटेर अनि बनाएको बाटो हो। नेपालको पहिलो टनल पनि यहीँ छ, हजुरले देख्न सक्नुहुन्छ। यही नै हो। यहाँ चाहिँ एकदम धेरै एक्सिडेन्ट हुन्छ, किनभने एकदम स्टिफ उकालो छ, ट्रकले तान्न सक्दैन अनि ब्रेक नलागेको भरमा चाहिँ पल्टिन्छ। यहाँ चाहिँ अलिकति ध्यान दिएर चलाउनु पर्ने छ। चुरेमाई मन्दिर, यो चाहिँ चुरेमाई मन्दिर हो। यहाँबाट चाहिँ माथि चुरेमाईको ओह्रालो झरेपछि चाहिँ यो राइट साइडको जङ्गल चाहिँ पर्सा निकुञ्ज आउँछ। अहिले हामी चाहिँ पर्सा निकुञ्जभित्रमा छौँ। यो सबै ओह्रालो छ। यो चाहिँ 3 नम्बरको पुल हो होइन, अमलेशगञ्जको चुरेमाईको ओर्लेपछि 3 नम्बर पुलमा चाहिँ तपाईँको सेकुवा खाजा खाने चाहिँ राम्रो ठाउँ हो। तपाईँ एकदम मासु खानुहुन्छ भने चाहिँ दिस बेस्ट प्लेस टु इट। हामी अहिले चाहिँ अमलेशगञ्ज आइपुग्यो। यो चाहिँ अमलेशगञ्जको डिपो हो। यहाँ चाहिँ योभन्दा तलबाट चाहिँ पाइपबाट चाहिँ यहाँ आउँछ हाम्रो पेट्रोल डिजेलहरू आउँछ अनि यहीँबाट चाहिँ हाम्रो चाहिँ ट्याङ्करहरू चाहिँ लोड भएर चाहिँ जाने हो। यो चाहिँ पत्लैया जाने बाटो तल। हामी अहिले चाहिँ पर्सा निकुञ्जमा नेसनल पार्क, पर्सा नेसनल पार्क हो। पर्सा नेसनल पार्क यहाँबाट चाहिँ जान मिल्छ भित्र। ट्राई टु एभोइड राति चलाउन चाहिँ यहाँ चाहिँ एकदमै डेन्जर हुन्छ राति बाइक 2 व्हिलर चलाउन। अनि यो साइडको जङ्गल जुन काटिरहेको छ त्यसको चाहिँ तलपट्टि चाहिँ पाइपलाइन छ। त्यो पाइपलाइनकोबाट चाहिँ पेट्रोल अमलेशगञ्ज जान्छ। हामी चाहिँ अहिले पत्लैया चोकमा छौँ। यहाँबाट तपाईँ लेफ्ट लाग्नुभयो भने चाहिँ महेन्द्र हाइवे, यहाँबाट लेफ्ट लाग्नुभयो भने चाहिँ महेन्द्र हाइवे, इस्ट वेस्ट हाइवे त्यो चाहिँ हो। यहाँबाट तल गयो भने चाहिँ सिमरा हुँदै वीरगन्ज रक्सोल पुग्न सकिन्छ। विच इज अराउन्ड कति किलोमिटर छ? 28 किलोमिटर आइजी बिच रहेछ। कलैया पनि जानु मिल्छ यहाँबाट। यो चाहिँ एकदमै 6 लेन्थको बाटो छ, 633 अनि साइडमा नि लेन छ। एकदमै राम्रो बाटो छ यहाँको चाहिँ। यहाँ चाहिँ राम्रै स्पिड मेन्टेन हुन्छ। यो चाहिँ सिमरामा चाहिँ यहाँभित्र गयो भने चाहिँ लेफ्टबाट भित्र अराउन्ड 1 किलोमिटर या 2 किलोमिटरको भित्र चाहिँ एयरपोर्ट छ। वीरगन्जमा चाहिँ एयरपोर्ट छैन। सो वीरगन्जको मान्छेहरू चाहिँ यहाँ आउनुपर्छ प्लेन चढ्नको लागि चाहिँ। यो चोकबाट
यहाँबाट चाहिँ वीरगन्ज चाहिँ 12 किलोमिटर छ। यहाँबाट राइट चाहिँ तपाईँको ट्रकहरू मात्र जाने, इन्डिया जाने ट्रकहरू चाहिँ यता जाने हो। बजार जाने चाहिँ सिधै जानुपर्छ रक्सोल। यता चाहिँ बोर्डरमा चाहिँ ओन्ली ट्रक्स अलाउड हुन्छ। यतापट्टि चाहिँ बस्ती छ। रक्सोल बजार चाहिँ यही बाटोबाट जाने। हामी चाहिँ वीरगन्ज आइपुग्यो। यहाँबाट चाहिँ उता सिधा गयो भने चाहिँ स्ट्रेट वीरगन्ज। हामी चाहिँ अहिले बाइपास रोड। अहिले हामी वीरगन्ज आइपुग्यो। चितवनबाट वीरगन्ज आउन चाहिँ अराउन्ड 2.5 घन्टा लाग्यो। अहिले चाहिँ वीरगन्ज चाहिँ 35 डिग्री छ। लास्टै गर्मी छ तर वीरगन्ज। आज वीरगन्ज पानी भत्काएको रहेछ। डन विथ वीरगन्ज वर्क। अब चाहिँ फर्किन लाग्यो घर। 35 डिग्री एकदम गर्मी छ। यो चाहिँ एकवटाको बस पार्क बाइपास रोड जाँदाखेरि चाहिँ बिचमा पर्छ। बाटो त ठिकै छ तर अलिकति लोड गाडीहरू लिएर हिँड्दाखेरि चाहिँ दबेको रहेछ लेफ्ट साइडमा। यता हेटौडाबाट चितवन जाँदाखेरि चाहिँ चितवनदेखि हेटौडा या हेटौडादेखि चितवन आउँदै हुन्छ नि त्यो 3वटा चाहिँ कलबाट छ। त्यसमा चाहिँ अलिकति ध्यान दिनु होला। एउटा 2 3टा ब्याक टु चितवन। यदि तपाईँ चितवन बस्नुहुन्छ र सबै डाँडाहरू जस्तै चौकी डाँडा अनि माया टावर सबै भ्याइसक्नु भयो भने चाहिँ परेवाकोट पनि अर्को डेस्टिनेसन हुन्छ, गो टु डेस्टिनेसन। ब्याक टु होम। अहिले वीरगन्जबाट चितवन आउँदा नि 2.5 घन्टा नै ल्यायो र टोटल डिस्टेन्स ट्राभल गरेको चाहिँ आज 242 र टाइम चाहिँ 5 घन्टा 55 मिनट। धन्यवाद सबैजनालाई।